हेलो साथीहरू, गुड मर्निङ है। आज चाहिँ फिलहाल चाहिँ कालिम्पोङ चाहिँ यस्तो चाहिँ गाइस, हिजो मैले गर्मी भयो है, पुरा आज गर्मी छ भनेको थिएँ है। आज चाहिँ फेरि एकदम कोके दिन भइरहेको छ है, फगी लागिरहेको छ अनि कुहिरो लागेर यस्तो भइरहेको छ है। मजाको दिन आज चाहिँ, एकदम हल्का चिसो, अन्त वेदर एकदम आजको दामी है गाइस। जे होस्, हाम्रो पहाड चाहिँ अब एकदमै मजा आउँछ है। यति राम्रो वेदरमा बस्नु पाउँदा खुसी लागिन्छ है। अब अहिले सिलगढीमा हुनु भने कस्तो चाहिँ, अब उल्टोतिर मध्य साइडतिर भने कतिको चाहिँ गर्मी परेशान भएर छ होइन। हिजो हाम्रोमा एक दिन अलिकति गर्मी है, त्यो पनि के गर्मी भन्नु है, त्यो अलिकति गर्मी अब हामीलाई पाहाडको मान्छेलाई त्यसै पनि गर्मी लागि नै रहन्छ है। अलिअलि गर्मी भयो नि, तर हिजोको गर्मी आज फेरि हेर्नुहोस् न, दिन यस्तो छ है। आजको दिन एकदम रमाइलो दिन, दामी दिन है। आज चाहिँ ड्युटी गर्नुको लागि एकदम मजा आइरहेको छ। एकदम आज चाहिँ दामी दिन भइरहेको छ है। जाम लाग्छ फेरि त्यतिकै है। मलाई चाहिँ नि भिडियो गर्नुको लागि, भ्लग गर्नुको लागि चाहिँ ड्राइभ गर्दाखेरि चाहिँ भयङ्कर साह्रो पर्छ है। मैले चाहिँ स्ट्यान्ड चाहिँ छैन होइन, म चाहिँ गाडीको साइडमा राखेर चाहिँ हातले नै पक्रेर गर्ने गर्छु है। एकपट्टि ड्राइभ गर्दै होइन, आफूले गाडी चलाउनुपर्छ होइन, केयरफुल हुनु पऱ्यो है। वेदर हेर्नुहोस् है गाइस, आज कालिम्पोङको जो नि गर्मीतिर बस्नु भइरहेको छ, सिलगढी, हैदराबाद, चेन्नई, दिल्लीहरूमा होइन, उनीहरूले चाहिँ यो वेदर हेरेर चाहिँ अब आनन्द लिनुहोस् है। चिसो है, हल्का पानी, दामी वेदर, दामी चाहिँ गाइस है। साथ दिनु होला तपाईँहरूले। मेरो भिडियो हेर्नुहुन्छ, मेरो भिडियो जसले पनि हेर्नुहुन्छ है, भिडियोलाई सेयर गरिदिनुहोस् है। सेयर गरिदियो भने तपाईँको एक सेयरले धेरै मोटिभेसन हुन्छ आफूलाई। अहिले चाहिँ म फिलहाल चाहिँ बजार आइपुगिसकेको छु गाइस है। अहिले म चाहिँ फिलहाल चाहिँ बजारमा एन्ट्री भइसकेको छु। आज चाहिँ बिहिबार हो है। बिहिबार चाहिँ हाम्रो कालिम्पोङमा चाहिँ गोर्खे हाट है, बिहिबारे हाट भनिन्छ है। लोकल हाट लाग्ने गरिन्छ है बिहिबारको दिन चाहिँ आज चाहिँ। तर पानीले गर्दाखेरि चाहिँ हाटलाई चाहिँ अलिकति असुविधा भएको जस्तो छ। जे होस्, तर पनि वेदर दामी है, मजा आइरहेको छ। म चाहिँ गाइस अहिले सिके चोक है, उकालो जाने सिके चोक हो है। कालिम्पोङ मोटर स्ट्यान्ड, हाम्रो स्ट्यान्ड है, बस स्ट्यान्ड है, मोटर स्ट्यान्डको छेउमा चाहिँ आइपुगिसकेको छु है। तपाईँलाई आजको भ्लग चाहिँ म यहीँनिर अन्त गर्न गइरहेको छु है। त्यतिसम्मको लागि मेरो भिडियोलाई साथ दिएर हेरिरहनु हुनेलाई धेरै धेरै धन्यवाद है। भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद, बाई बाई।